हेलो साथीहरू सबैजनालाई मेरो भिडियोमा धेरै समयपछि फेरि पनि स्वागत गर्न चाहन्छु है। आजको भिडियो मेरो लागि धेरै खास छ। आज म तपाईहरुलाई एउटा सानो रहस्य खोल्न जान्छु है। रहस्य त पहिल्यै पनि खोलिसकेको हो, तर अब चाहिँ अफिसियल रूपमा खोल्न चाहन्छु ल साथीहरू। मेरो रहस्य, मेरो सिक्रेट, धेरै दिनदेखि म यहाँ छु एउटा सुन्दर देशमा, समुद्रको छेउमा, नीलो आकाश मुनि नयाँ सपना बोकेर। र आज अन्ततः म भन्न चाहन्छु म अहिले मालदिभ्समा छु। यस साथीहरू, म अहिले मालदिभ्समा छु। नेपालमै हुँदा मैले धेरै कुराहरू लुकाएँ, कसैलाई सिधै भन्न सकिनँ म कहाँ जाँदैछु भनेर। सायद कसैलाई मैले झुट पनि बोलेँ, म यता जाँदैछु, म उता जाँदैछु भनेर डिफ्रेन्ट कन्ट्रीहरूको नाम भने हो। सायद कसैलाई अलि टाढा पनि राख्यो होला। त्यसका लागि आज यो भिडियो मार्फत म मनदेखि नै माफी माग्न चाहन्छु। मेरो उद्देश्य कसैलाई दुःख दिने थिएन। म केवल आफ्नो यात्रा शान्तसँग सिक्रेट पारामा सुरु गर्न चाहन्थे। आफ्नो सपना पूरा गर्ने बाटोमा थोरै समय आफैसँग रम्न चाहन्थे। नेपाल छोड्दा मन भारी थियो। त्यहाँका सम्झनाहरू, आफ्ना मानिसहरू, आफ्ना माटो सबैलाई छोडेर नयाँ यात्रा सुरु गर्न सजिलो भने पक्कै थिएन साथीहरू। तर आज यहाँ मालदिभ्सको यो सुन्दर ठाउँमा उभिँदा म महसुस गर्छु हरेक सङ्घर्ष, हरेक डर, हरेक गोप्य निर्णयको पछाडि एउटा ठुलो सपना लुकेको थियो। सानोमा टिचर बन्ने सपना, अनि अलिकति ठुलो भयो एरोस्टेज बन्ने सपना, अनि त्यहाँबाट पास आउट भयो 12 नर्स बन्ने सपना, अनि त्यसपछि होइन भएन, अब चाहिँ शिक्षकै बन्नु पर्यो, त्यो पनि सरकारी। तर त्यो पनि भने जस्तो भएन। अन्तिममा आइयो वैदेशिक यात्रामा साथीहरू, अनि ठाउँ बदल्ने यात्रा। यो मेरो आत्मविश्वासको यात्रा हो, मेरो सपनालाई पछ्याउने यात्रा हो। ठाउँ मात्रै बदल्नु होइन, यो मेरो भविष्यको लागि देखिएको सपनालाई पुरा गर्ने सपनाको क्षेत्र हो। आजदेखि म तपाईहरुलाई मेरो यो नयाँ जीवनको हरेक साना ठुला पलहरू देखाउन चाहन्छु। मेरो खुसी, मेरो सङ्घर्ष, मेरो सिकाइ, सबै कुरा। अनि साथीहरू, फेरि पनि एकपल्ट मनैदेखि जसको पनि मैले गरेका कुराहरूबाट, क्रियाकलापहरूबाट चित्तहरू दुखाएको छु भने मलाई माफी दिनु होला है। म माफी माग्न चाहन्छु। आशा छ तपाईहरु मेरो यो नयाँ यात्रामा मसँगै रमाउनुहुनेछ, मसँगै हुनुहुनेछ। अनि आज चाहिँ म मेरो छुट्टीको दिन भएको कारणले चाहिँ हाम्रो मालदिभ्सको क्यापिटल सिटी मालेमा चाहिँ म आज सी फुड खानुलाई, साथसाथै माले एक्सप्लोर गर्न लागेको थिएँ साथीहरू। अघि देखेको चाहिँ क्लक टावर अरे यहाँको है साथीहरू। अनि यो अहिले देखिराख्नु भएको चाहिँ पहिलाको प्रेसिडेन्टको प्यालेस अरे क्या। तर अहिले चाहिँ यसलाई चाहिँ सुप्रिम कोर्ट बनाएको रहेछ। अनि यहाँ मैले थुप्रो कुराहरू मालेमा देख्न सकेँ। परू बेला नै आउँथेँ, तर ऱ्यान्डमली आएर गइहाल्थेँ, किनभने माले चाहिँ एकदमै सानो छ क्या साथीहरू, कन्जस्टेड लाग्छ मलाई चाहिँ। अनि यो हेर्नुहोस् न साथीहरू, यो ठाउँ चाहिँ मलाई एक्ज्याक्टली नेपालको माइती घर जस्तै लाग्छ क्या। सेम होइन, तर यो ठाउँमा आइपुग्दाखेरि चाहिँ मलाई माइती घर पुगेको जस्तो फिल हुन्छ क्या। अनि यो छ नि, यो चाहिँ एयर डिफेन्स खोइ के आर्मीहरू बस्ने ठाउँ क्या साथीहरू। त्यो हरेकै यहाँ भिडियो लिन पाउँदैन भन्दै थियो हो। हतार लिएर अलिकति लिएर मैले डिलिट गरिदिइहालेँ हो, आई मिन क्यामेरा लुकाइहालेँ। त्यहाँबाट यो चाहिँ कति राम्रो छ हेर्नु न। यो पनि प्यालेस अरे, खोइ प्रेसिडेन्टको हो कि प्राइम मिनिस्टरको मलाई थाहा छैन, तर त्यस्तै अरे। अनि यो चाहिँ मस्जिद क्या साथीहरू। यहाँनिर चाहिँ यो सानो सानो घरहरू देख्दै हुनुहुन्छ नि, हो त्यो घरमा चाहिँ राजा र रानीको लास गाडेको छ अरे क्या साथीहरू। राजा रानीहरू रे। अनि यो सानो सानो चाहिँ सबै राजा रानीको सन्तानहरू अरे। अनि यो स्कुल चाहिँ मालेको सबैभन्दा पुरानो स्कुल अरे क्या। 98 इयर्स, योभन्दा अगाडिको 2 वर्ष अगाडिको अरे। अनि अब आउने अप्रिलमा चाहिँ 100 वर्ष हुन्छ अरे क्या साथीहरू। अनि साथै माले एक्सप्लोर गर्दा गर्दा पुरा गर्मी भयो कि यहाँ हामी चाहिँ आइसक्रिम खानलाई यहाँ निक्लेको थिएँ क्या। हेर्नु न, मैले यहाँ टेस्टिङको लागि आइसक्रिम पाएको छु। अनि मैले पिस्ताचियो फ्लेभरको आइसक्रिम लिएर चाहिँ खाएको कि म त आइम नट अ स्विट पर्सन साथीहरू। गुलियो खानै सक्दिनँ। हेर्नु न, आइसक्रिम मागेँ, अलिकति खाएँ, त्यहाँबाट मलाई मन भइहाल्यो। त्यस्तो पो छु त। अनि अलिकति खाएपछि चाहिँ हामी निक्ल्यौँ आइसक्रिम खाइसकेर। अनि यो छ नि साथीहरू, यो चाहिँ पार्लियामेन्ट अफिस अरे क्या। अनि म त यो जति पनि अफिसहरू, गभर्मेन्ट अफिसहरू छ, त्यहाँ जाँदाखेरि मलाई जल नेपालको याद आएर बानेश्वर कट्ने बित्तिकै नेपालमा भएको हाम्रो सांसद भवनदेखि लिएर सबै कुरा सम्झेँ। अनि यो चाहिँ मालेबाट देखेको अर्को आइल्यान्ड क्या साथीहरू। यहाँ हेर्नु न कति भिड हो क्या।
के को लागि भिड रहेछ भनेको यो गोलो गोलो परेको माछा हेर्नुलाई थियो कि तर यो माछा पनि होइन अरे साथीहरू खोइ के हो तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नुहोस् ल हेर्नु साथीहरू कति मजाको स्माइल दिएको कुनी मोरोले अनि त्यसपछि चाहिँ हुलुमाले फर्किनको लागि निक्ल्यौँ अनि यहाँनिर पार्कमा छिर्यौँ यो चाहिँ मालेको पार्क साथीहरू हुलुमालेको हाम्रो सेन्ट्रल पार्क म चाहिँ काम गरिरहेको ठाउँबाट चाहिँ भोइस ओभर गर्दैछु क्या साथीहरू त्यही भएर घरिघरि कस्टमर आइदिन्छ हो अनि इच्छामा चाहिँ ब्रेक लिनुपर्ने हुन्छ तर यति नै हो खासै धेरै कुरा त के पनि भन्नु छैन यो चाहिँ मालेको सेन्ट्रल पार्क जस्तै रहेछ हुलुमालेको सेन्ट्रल पार्क जस्तै रहेछ क्या यो चाहिँ मालेको पार्क रहेछ एकदम ठुलो थियो एकदम ठुलो एकदम दामी मलाई चाहिँ एकदम राम्रो लाग्यो मजाको थियो ठुलो थियो फर्स्ट टाइम गएको त्यही भएर पनि होला रमाइलो लागेर यता जाने थचक्कै बस्ने उता जाने थचक्कै बस्ने गर्दै थियो ओभरअलमा एकदम रमाइलो भयो साथीहरू मेरो कपाल हेर्नुहोस् न झरेर 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 यति पातलो भएको छ किन मेरो बिहानको भिडियोमा देख्नुभयो होला बिहान जो सुरुको भिडियोमा देख्नुभयो होला यति यति कपाल झर्छ हौ साथीहरू के गर्नु म त काटेर ठुलो बनाइदिउँ कि भन्ने सोच्दैछु फिडब्याक दिनुहोस् है साथीहरू के गर्दा ठिक हुन्छ कपाल काट्नु कि यतिकै हुन दिनु यतिकै चाहिँ साह्रै भयो क्या कपाल झरेर झरेर टेन्सन लागेर आउँदैन मलाई क्यान्सर पो भयो कि भन्ने खालको डर लाग्दैन फेरि यति भन्दै साथीहरू आजको भिडियोलाई मैले यहीँ इन्ड गर्न चाहेँ यो चाहिँ हाम्रो मालेदेखि हुलुमाले आउँदै गर्दाखेरिको बाटो हो ल यो चाहिँ एयरपोर्ट एरिया नेपालबाट आउँदाखेरि होस् या नेपाल जाने बेला होस् यही एयरपोर्टबाट हामी चाहिँ जानुपर्ने हुन्छ हेर्नुहोस् न साथीहरू बाटो यस्तो छ अनि रमाइलो छ यो चाहिँ यहाँको 2 तले बस है साथीहरू यो बस देख्दाखेरि मात्रै हो मलाई विदेश आएको जस्तो लाग्ने एनिवे थ्याङ्क यू सो मच गाइज थ्याङ्क यू फर वाचिङ टिल द एन्ड प्लिज डोन्ट फर्गेट टु डु लाइक शेयर सब्सक्राइब